फर्क्यो डराइस तपाईँ सुन्नु न मायाले मसाले के नि गर्दैन हो तपाईँ सुन्नु अनि मायाले म सार्छु ल होइन कसरी हेऱ्यो यसले हेलो नमस्ते मेरो प्यारो प्यारो एकदमै राम्रो राम्रो एकदमै हाँसौँ सबैजनालाई नमस्ते वेलकम टु माई न्यू ब्लग आजको हाम्रो चाहिँ यस्तो खास भिडियो बन्नेछ कि होइन आज हामी चाहिँ टक्क घुम्न गइन्छ होइन अब कहाँ जाने भन्दाखेरि चाहिँ अब जाने ठाउँ नै हाम्रो कहाँ हो र सुदूर ज्ञान हो कि के पारा पनि थियो कि एकदम स्वर्ग जस्तो छ होइन भवाल नै छ आज म र दिदी जाँदैछौँ होइन घुम्नलाई अब घुम्न लाने नि यसो हावा खाम कति घरै मात्र बस्ने भन्ने कारणले नि हामी यसो घुम्न जान लागेको छौँ हामी जान्छौँ होइन दिदी र म जान्छौँ त्यहाँको सबै सिनहरू देखाउनेछौँ तपाईँहरू टक्क हेरिदिनु होला होइन मेरो बहिनी घाम पनि लागिरहेको छ जाडो महिना पनि छ होइन तर अब घाम पनि यस्तो चर्को लागिरहेको छ तर पनि म यस्तो बाक्ला हुट्ला जान लागेको छु अहिले एकछिन अहिले हिरोनी बनेर के गर्नु होइन अहिले एकछिन पछि तपाईँ कस्तो जाडो हुन्छ अनि रुगा पनि लगाइरहेको छ होइन अब म दिदीको घरमा टक्क जान्छु दिदी कस्तो देखिनु भएको छ होइन राम्रो देखिनु भयो होइन म त भुतिनी भनेर जान्ला हो होइन अब टक्क गइन्छ टक्क गइसकेपछि अब त्यहाँ म गइसकेपछि म टक्क देखाउने छु मेरो दिदीलाई पनि टक्क अनि सँगसँगै गइन्छ ल चिची पारेर अब जाने अब त फाइनली म दिदीसँग भेटिसकेँ हामी हाई हाई हामी त बनाना पनि लिएर हिँडेछौँ यहाँ बनाना छ हामी घुमेर खानु परेन होइन मेरो दिदी कस्तो देखिनु भएको छ हेर्नु त मैले निकनेम राख्दैछु कि मेच्छा राख्दैछु कि मेच्छा निकनेम मेरो दिदीको त्यही भएर मे आउँछ के यति राम्रो देखिन्छ म तपाईँहरूलाई एक चिज पनि देखाउन चाहन्छु होइन त्यो फाइनली तपाईँले देखाउँछु के हो भन्ने कुरा है हेर्नुहुन्छ त्यहाँ देख्नुभयो नि यहाँ यो चिल हो है देख्नुभयो नि चिल यतातिर हेरेछ यो चिल हो देख्नुभयो गाइस के रहेछ चिल त भुइँमा बस्छ नि चिली कति राम्रो छ होइन चिल धपाउँदा पनि उड्दैन हेर्नु है सुर सुर हुर हुर देख्नुभयो चिलले त पत्ताउँदैन झन् तपाईँहरूले त झन् के पत्ताउनु हुन्थ्यो होइन यहाँ त कस्तो हेर आमा नजिक गर्दा खाइदैन हो जान्न होइन टोक्न त टोक्दैन कि समात्न सकिन्छ समात्दाखेरि त रिसाउँछ नजिक गर्दै खानु रिसाउँछ ए फाइनली नजिक पनि जान मिल्छ अरे म नजिक पनि गर्दै देखाउँछु है यसको नजिकै पुग्छु है म अहिले क्वाक पारो हो नि यार केही छ तपाईँ जानु त गर्दैन आइट ल हेर्नुहोस् है मलाई डर लाग्छ है यसले मलाई ठोक्ने हो कि कता भनेर म नजिक आएँ यसको करिब आइसकेछु ओ भाइ माझो मुरे हाई आम्मा कस्तो हेर है अहिले त देख्नुभयो नि गाई होइन कस्तो हेर यसले ओ चिल हो नि चिल खतरा डेन्जर छ है यो चिल त कता मलाई बोकेर जाने रिसाउन छुम आमा छुम हेर्नु म छुम जान्छु गर्छ नि छुम कस्तो डर लाग्दै आमा नछुने डर लाग्नु दिन्छ के गर्छ हातमा टोक्दै पनि चोक्टर निकाल्ने मैले अलिअलि केही पनि हुन्न क्या यतै फर्केछ यो हेर्नु यतै फर्केछ यो नजिक यसको नजिक आइसकेछु म छुम है म छुन्न डर लाग्यो मलाई तपाईँ छुन्नु त ल छुन्नु त तपाईँ छुन्नु न मायाले मसाले के नि गर्दैन हो तपाईँ छुन्नु अनि मायाले म सार्छु ल हुन्न तैँले केही गर्दैन कि मायाले म सार्छु हुन्न त मायै गर्न जान्दैनिस् त्यही भएर डर लाग्छ कि मलाई यस्तो तपाईँले गर्नु त अनि डराएर नि कोही काम गर्छ आफू पहिले डराउनु भएको छ अनि जान्न भयो हुन्न
यहाँ कस्तो मजाले बसिरहेको छु यहाँ तपाईँ जानु न जानु एकचोटि जानु मायाले छो त केही हुन्न गर्दैन पहिले केही गर्दैन हुन्न हुन्न त्यो कति राम्रो बोले हा बोल्छ खुबै तपाईँ जानु न हुन्न तपाईँ एकचोटि तपाईँ जानु अनि म जान्छु ल ल दम छ भने ल त्यसलाई छोरो देखाउनु तपाईँ दम छ भने मेरो दिदीले दम छ भने त्यसलाई यसलाई छोरो देखाउनुहुन्छ ल जानु है जानुभयो हेर्ने हेरे कस्तो डर लाग्दो दुगुर छ ए यो त चिल्ला समात्नु चाहिँ भयो उहाँले त ए लैजान्न के तँलाई लैजान्न ए हेर्नु त चिल समात्नु भएको उहाँले मलाई दुख्यो खै यता नसमात्नु अरे ए हग्देला से पुचुत्ता यता फर्केन म समाउँछु यता यता फर्केन फर्किन्नस् कस्तो डर लाग्दो है यता हेर्न यता उही तेरो एउटा भिडियो बनाउने यार के यता हेर्न अम्मा खतरा रहेछ त यो तँलाई मैले देखेन ओ फर्क्यो डराइस आउला म पनि छुन्छु है बा अब तैँले छुनु पर्दैन जा अघि न तैँले नछोक होइन कस्तो डर लाग्छ नि त अन्य ल एउटा पोज दिनु त ल गाली गरिदेऊ पोज दिनु न दिदी पोज दिनु न गाली गरिदेऊ अन्डा भन्देऊ अन्डा भन्देऊ चिले कस्तो अन्डा भन्देऊ त्यसलाई अन्डा भन्देऊ हैट डरै लाग्छ अन्डा भन्देऊ हैन कस्तो क्युट नाइ भन्छस् खै अन्डा भन्देऊ न म पनि समाउँछु आऊ ल मेरो यहाँ राख्दिन न मेरो यहाँ राख्दिन तेरो दम छ भने आफै राख्न आफै राख म डर लाग्छ क्या त्यस्तो डराउने मान्छेहरू किन छुन पर्यो नि म केही गर्दिनँ क्या ठोक्देऊ बाहिरका त्यसलाई ठोक कप्पै पार ठोक्दे पक्का पार हो या टुच्च पार कता आँखा निकाल्ने म डर लाग्यो छोडिदिनु म डर लाग्यो गयो देख्नुभयो नि गाइस कस्तो डर लाग्दो है तल रुख मसँग त आएनस् नि तँलाई रुख कस्तो डर लाग्दो चिल्नु है खना तान न आफू त खुइ गर्नु कि निस्किन सक्दिनस् पहिला तान्लिस् अब हामी फाइनली टक्क अब खोलामा जान्छौँ होइन अनि टक्क खोलाको चाहिँ सर्लक्क सिनहरू हाम्रो स्वर्ग जस्तो सिनहरू देखाउनेछौँ दिदी र म चाहिँ जाँदैछौँ यहीँ बाटोमा छ यता बाटोमा यता जाँदैछौँ फाइनली अब उयो गए सिनहरू देखाउँछौँ फाइनली हामी स्वर्ग जस्तो ठाउँमा आइपुग्यौँ होइन दिदी र म त्यो मुखाको त झिक्नु होइन म तपाईँलाई स्वर्ग जस्तो ठाउँ देखाउने छु होइन हेर्नु चाहनुहुन्छ साँच्चैको देखाऊँ ल म देखाउँछु ल तपाईँहरूलाई पहिले यो खान्छु क्या यता गर्ने यहाँबाट हेर्ने यस्तो स्वर्ग जस्तो ठाउँ उता दिदी हुनुहुन्छ हेर्नुहोस् है स्वर्ग जस्तो ठाउँ हेर्नु त यस्तो मजाको छ कि ठाउँ हाय 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 दिदी तपाईँलाई कस्तो लागिरहेको छ यहाँ आएर एकदम राम्रो लाग्यो जाडो भएन किन घाम लाग्यो नि त राम्रो हावा लान्न है घामलाई पनि धेरै जाडो लाग्छ दुई चारवटा ब्ल्याङ्केट जस्ता स्वेटर ल्याइदिएर आउनु होला गाइस त्यसको लागि यो चाहिँ एकदम जडाउँछ क्या स्कुल पढ्दा पनि होइन
त्यो जाडो महिनामा त म त साँच्चै ब्ल्याङ्केटै बोकेर जानु मन लाग्थ्यो त्यो जाडो महिनामा चाहिँ तर नलिएर गएको मात्र हो सरले फेरि धपन्न आइकियोस् कि सुत्न आइकियोस् हो भने फेरि कति पनि होइन गाह्रो हामी यहाँ अगाडि यता जाँदैछौँ कस्तो राम्रो ठाउँ छ होइन कति चिसो हावा हान्दा है त्यो बिलम्बमा त त्यो मान्छेलाई जाडो भएन कि कति त फिलिल गरेछ अझै त्यो चलायो भने फिल्लो उड्छ हो होइन अगाडि बसेको मान्छेलाई त बरु जाडो हुन्न पछाडि बसेको मान्छेलाई जाडो हुँदो रहेछ अगाडि बसेको मान्छे होइन फलाम हो तपाईँले होइन बाइक स्कुटी जे पनि चलाउनु होइन अगाडि बस्दा त्यो आँखामा तपाईँलाई के महसुस हुन त पछाडि बस्नु त आँखा कस्तो आँसु नै झर्छ आँखाबाट हावाले हानेको पुरै होइन अगाडि बसेको मान्छेले हेलमेटले ढाक्छ त त्यही भएर होला कस्तो मिठो मिठो रहेछ सबैलाई चुयाउँदै खाँदै गरिसिस अब रुख लाग्यो के गर्नु त न गाई चाहिँ छि भनिरहनु हुन्छ गाली जाँदा अगाडि हेर्न मिठो रहेछ